हेलो गाइस, हेर्न सक्नुहुन्छ कारण जाडो बढिसकेको छ है। अनि चाहिँ यहाँ चाहिँ क्रिसमस डे पनि हो, आज क्रिसमस छ, त्यही भएर अलि नै बढी नै जाडो बढिसकेको छ अहिले जनकपुरमा है। राइट नाउ कन्डिसन इज सो कोल्ड। ओके, अलिअलि अङ्ग्रेजी पनि आउँछ है, त्यही भएर अङ्ग्रेजी बोलिदिनु म त है। भेट्यो होला एकैचोटि। चौकतिर पहुँचिसकेको छु गाई, अब दोकान पहुँच्न लागेको छु। दोकान पहुँचेर अब एकैचोटि भेट्यो होला है। चाहिँ म दोकान पहुँचिसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँ हेर्न कति धुनी लागेको छ है, धुनी नै यति नै लागेको छ, के भनौँ नभनौँ यार। यहाँ पनि मान्छेहरू छ, यहाँ मान्छेहरू आगि पनि ताप्दै हुनुहुन्छ। ल गाई, अब क्रिसमस छ अनि चाहिँ बाटपट्टिमा आइपुगेको छु है। हेर्न सक्नुहुन्छ यहाँ फाउन्टेन चलिरहेछ है। यहाँ यो बाटपट्टि नै अब भित्र गएर आउँछु है। यहाँ हेर्न सक्नुहुन्छ है, बाटपट्टि नै भित्र आइपुगेको छु। मलको भित्र हेर्न सक्नुहुन्छ है। अहिले चाहिँ बाटपट्टिको सिँढीमा छु है, आफै चलिरहेछ है। अब कहाँ जान्छु, यो भाइसँग आएको छु क्या, मेरो भाइ हो। यो भाइले जिद गरेर थियो, त्यही भएर आएको छु। आउँछु अब एकैचोटि। यो चाहिँ हेर्न सक्नुहुन्छ पिकअप, यो यसको छ स्केटिङको, स्केटिङ गर्नुपर्छ अब है। हेर्न सक्नुहुन्छ अहिले है, स्केटिङ लिइसकेको छु। अब स्केटिङको भित्रतिर जानुपर्छ है। मान्छेहरूको भिड पनि छ, मलाई डरले त चाहिँ केही नै भइरहेको छैन यार। अब के गरौँ नगरौँ बा। यहाँ चाहिँ मेरो भाइ आउँदैछ है, हेर्न सक्नुहुन्छ। यो मान्छे बिचमा चल्दैछ नि, कति स्पिडमा चलिरहेको छ योमा। जसले आउँछ त्यो त राम्रै नै गर्छ है। अहिले म चाहिँ नयाँ छु, अब सिक्नुमा टाइम लाग्छ, सिकेपछि फेरि राम्रो गर्छु है। ल गाइस, म अहिले थर्ड फ्लोरमा छु है। यहाँ त्यतिकै भाइलाई हेर्नु थियो खेलाउनाहरू, त्यही भएर नयाँलाई हेराउन आएको छु है। हेर्न सक्नुहुन्छ। ल गाइस, घर पुगिसकेको छु। ल गाइस, अब सुत्नुको टाइम भइसकेको छ है। अब चाहिँ बाबाई है, अब भेट होला फेरि अर्को प्रोग्राममा।